सबैजनालाई नमस्ते। म गोपी श्रेष्ठ। आज चाहिँ मैले एभरेस्ट फेन्सिङ गरेको छु। माउन्ट एभरेस्टको रेन्ज हो यो। एकदम इभिनिङ मोड, सन सेटिङ मोड भन्छ यसलाई। यहाँ चाहिँ अनि तल चाहिँ आइसको वे हुँदै बाटो हुँदै 5वटा याकहरू, पछाडि याक धपाउने मान्छे र आफ्नो डेस्टिनेसनतिर सामान बोकेर फर्किँदैछ। र यसमा चाहिँ अनि यो देउरालीतिर र याकको फ्लेगहरू र बुद्धिस्ट मन्त्रहरूको शिलालेख ढुङ्गाहरू यहाँ छरपष्ट देख्न सकिन्छ तपाईँहरूले। र यो माउन्ट एभरेस्ट चाहिँ इभिनिङको टाइम र एकदम सन डुब्ने बेला, घाम डुब्ने बेलाको स्थितिको सिन हो यो चाहिँ। अनि यो लास्टको लाइट चाहिँ माउन्ट एभरेस्टको टुप्पामा पर्ने हुँदा सबभन्दा हाइट 8848.86 को हाइट माउन्ट एभरेस्टमा चाहिँ लास्टको घाम टुप्पोमा माउन्ट एभरेस्ट हाइट भएर माउन्ट एभरेस्टमा देखिन्छ। त्योभन्दा अलि तलको लोसे जुन चाहिँ 8516 मिटरको हाइटमा छ, त्यसमा पनि सन देखिने भयो। त्यसपछि यो नुप्से हिमाल हो। नुप्से चाहिँ 7855 मिटरको हाइटमा छ यो। बाँकी यो भनेको अलिक डाउन नै हुन्छ। यो चाहिँ यो हिमाल होइन, यो चाहिँ एभरेस्टको सोल्जर बडी हो। यो एभरेस्टसँग यसरी टाँसेर आएको हिमाल हो र यो चाहिँ ग्लासियर हो। यो ग्लासियरमा चाहिँ जस्तै अब माउन्ट एभरेस्ट एक्सपेडिसनमा गर्ने, क्लाइम्बिङ गर्नेहरूले चाहिँ यो आइसमा यसरी नै वे हुँदै यताबाट यसरी माउन्ट एभरेस्टको अन द टपमा पुग्ने हो। र यसमा चाहिँ जस्तो यहाँ बेस क्याम्प छ भने क्याम्प 1, क्याम्प 2, क्याम्प 3, क्याम्प 4 हुँदै माउन्ट एभरेस्टको शिखरमा पुग्छन् मान्छेहरू, एभरेस्ट चढ्नेहरू। त्यस्तै लोसे चढ्नु पर्यो भने पनि यही ग्लासियरकै वे हुँदै यताको लोसेको टपमा जान्छ। र माउन्ट एभरेस्टमा चढ्नुभन्दा पहिले क्लाइम्बरहरूले प्रायः जस्तो यतापट्टिको सानो 6000 मिटरको उमरी चढ्छन्। त्यसपछि त्यस्तै 6000 मिटरको हाइटमा रहेको लोबुजे चढ्छन्। अनि त्यसपछि लोसे, नुप्से जस्तै 8000 को रेन्जमा अरू हिमाल चढ्छन्। त्यसपछि फाइनल सबै हिमालमा उसको एक्लाइमेसन भएपछि उसले अनि बल्ल अनि एभरेस्टको डेस्टिनेसनको तयारी गर्छन्। त्योभन्दा पहिले नै एभरेस्ट चढ्नेहरू 1-1.5 महिनादेखि नै यो बेस क्याम्पमा पालमा बसेर महिनौदेखि क्लाइम्बिङ प्र्याक्टिस गरिरहेको हुन्छ, ट्रेनिङ भइरहेको हुन्छ उहाँहरूको। र यस्तो सिन चाहिँ यो बेस क्याम्प जाँदा प्रायः जस्तो देखिने सिनहरू हुन्। र याकले भारी बोकेको, अनि त्यसपछि आइस वे, यो चाहिँ विन्टर सिजनको पेन्टिङ हो। यो विन्टर सिजनलाई एकदम देखाउनु खोजेको छ, आइसहरू मस्त परिरहेको हिमालमा। अनि त्यसपछि यो बाटोहरू पनि पुरै आइसले भरिएको र इभिनिङ टाइमको हुनाले यो पेन्टिङ पनि अलिक मधुरो देखाउनु खोजिएको छ। र अनि यो सामानहरू अब डेस्टिनेसन पुरा भएर फर्किँदै गरेको हो, अथवा बेस क्याम्पबाट सामानहरू फिर्ता ल्याउँदै गरेको। र यो चौरीहरू हुन्छ त्यहाँ होइन, स्पेसली सामान बोक्ने। अलि आइसको बाटो भएपछि चौरी, त्योभन्दा ओके जोकियो भन्ने हुन्छ यस्तै। अनि त्योभन्दा तल चाहिँ खचराहरूले सामान बोक्छ त्यहाँ चाहिँ। यस्तै पेन्टिङको इन्ट्रेस्टिङ भिडियोहरू को जानकारी पाउनको लागि मेरो पेजहरू, मेरो सोसियल मिडिया जति पनि फलोहरू गरिदिनु होला। र टिकटकहरूमा पनि फलो गरिदिनु होला, अथवा फेसबुक पेजहरूमा कनेक्सनमा रहनु होला। यस्तै जानकारीमूलक भिडियोहरू आइ नै रहनेछ। धन्यवाद।